सरकारका कुनै पनि निकायबाट अनुमति नलिएर बसिरहेको थाहा पाएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले 24 घण्टाभित्र ठाउँ छाड्न आदेश दिएका छन्। रेनबो फ्यामिली ग्यादरिङ नामको उक्त समूहले आफूहरू प्रकृतिमा रमाउने समूह दाबी गरेको छ। उनीहरू जंगलमा बस्ने, गीत गाउने, नाच्ने र जंगलमै खाना बनाएर खाने गरेका छन्। कैलालीको गोडागोडी स्थित जंगलमा करिब 150 को संख्यामा विदेशीहरू बसिरहेका छन्। करिब 15 देशका ती व्यक्तिहरू अर्धनग्न र जंगली शैलीमा 2 सातादेखि जंगलमा बसिरहेको पाइएको हो। सरकारका कुनै पनि निकायबाट अनुमति नलिएर बसिरहेको थाहा पाएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले 24 घण्टाभित्र ठाउँ छाड्न आदेश दिएका छन्। रेनबो फ्यामिली ग्यादरिङ नामको उक्त समूहले आफूहरू प्रकृतिमा रमाउने समूह दाबी गरेको छ। उनीहरू जंगलमा बस्ने